गुड मर्निङ साथीहरू, वेलकम टु माई भिडियो है। ठिक छ है धेरै गुली धारा यस्तै त हो नि, बोक्न चाहिँ सक्नु पर्यो त्यो हनुमानै बनिदिएको ल म भेड्यो भने म जान्दै जान्दिन। टेन्सन पनि हाल्छ त्यही भएर बाहिर नगा, दसैँ तिहार मनाउन पाउँदैन। टीका लाउन पाएन नपाएन नरमाइलो हुँदैन जिन्दगी लाग्यो। त्योभन्दा अघिल्लो वर्ष म टीकाको दिन नि काममा गएको थिएँ। दसैँको टीकाको दिन नि कति भयो अहिले टाइम? 12 बजिसक्यो। टिका लाउनु सुरु गर नि त। बस अहिले बाहिर सुरु गर नि त के अरु तपाईले नै लगाइदिनु अनि सुरु गर न तपाईले। पुरो फर्की यहाँ आएर बस पुर्किएको सार र अलि अति नै भयो। वानी पैसा लागिजानु रो बिहाहरू ओइ जिस्किँदै यतिकै यसैमा डाक्नु हुन्छ। मेरो मोबाइल कहाँ देख्दिन कुन चाहिँ नयाँ पुरानो त्यही सिरानी मिल्थ्यो त। बाबु आइज कपाल कपाले त न्यौरी आइको नोड भन्दै यसै हट्नु। युट्युब किन हेरि जान्छ मोबाइल क्याप्चर गर्नुपर्ने रहेछ। भिडियो मात्रै हो डाटा छ तपाईँ काटकुट बनाएर बेलुकातिर बस्नै पर्दैन। योबाट खिच्दिन्छु के किन तेर्छ मोबाइल जुनबाट खिच्छ नि एउटाबाट जयन्ती मलाई गाली भएर गाली पिँढी नै खिच्थ्यो त्यही हो कि मैले भोट खिच्न नजाने। मोटी छैन नारको कान्छेहरूबाट आऊ मेरो पालो आइसक्यो पछि को छ त त्यसपछि नेक्स्ट सिरिजमा यो कसको मोबाइल हो त यहाँ आइज फोटो खिच्देऊ त कान्छोले खिच्छ ला न। अलिक क्लियरदेखि नि दिवस भानिरबाट खिच्छ नि। दिवस आऊ ल तिमी जाऊ त्यहाँ तिमी जा ल यहाँ के ल सुरुमा के खाँदो टिप्दै खाँदै खानु पर्यो है छोराको नि खाना हुन्छ है अहिले लगाएछु बाबुलाई तिमी यहाँ बस न यहाँ तिमीहरू पुरो फर्किने कि खानु परोस् पढिरहेको छ पढ्न आएर सबैको मान्ने मिल्ने भयो दाइन हुनु कान्छ विवेक हजुर दाइको ठाउँमा ल ऊ त्यहाँ जाऊ अमेरिकीको आयो बोकी एउटा थिएन म त्यही त झिलिङ थिएँ कोही भने अहिले चिरञ्जी लाग्थ्यो के यहाँ बस्दा ऊ त्यहाँ गाईले लाग्यो आमा बाबुले लाग्ने है सेट हुनुहुन्छ त फोटो राम्रो आफ्नो जस्तो अनुहार ताकेको जयन्ती मलाई गाली गरेर गाली कपालेले भगवान् पैसा लागिजान रोज बिहा हटाउनु दुःखदै नाच्ने होस् पढिरहेको छ पढ्न दाइन आएपछि त हात थापेर खानु पर्यो। बाबुको भिडियो नदिनु न उँधो नहेर न मलाई हेर मलाई पढ्न आओस् सबैको मान्ने गुन्ने भयोस् केही नपरोस् ज्वरो आछेलाई त तातो छ त दाँतियो खरे आयो
दिवस हजुर बाबुलाई टिका लगाइदिए राम्रो छ निकाल्ने फेरि यस्तो राम्रो क्यामेराबाट नि राम्रो निकालेर मलाई त थाहा छैन छिटो छिटो कहाँ छ ए आइज न यसले बाबु यता आमा राधा छिटो ला न साँच्ची चाहिन्छ यस्तो गरेर हुन्छ नि मम्मीले ढोक्दै हातमा भाग्यमा नि भयो सानो मान्छे पैसा यहाँ छ नि त पैसा देऊ नि त ग्याङस्टर पैसा नि दिनुपर्ने ल लिनुहोस् त त्यसो भए ल नमस्ते गर्नुहोस् नाच्ने टिको लागि निस्केला मेरो लौरो दिन्छ कहाँ ल अब लौरो लगाइदिहाल्छ मेरो कानमा दर्द गर्छ कसले पहिला लाउने हो ल भिडियो बनाएर भोलि बहिनीले पठाइदियो अरे है भरे यसमा 3-4 चोटी गर्नु भएको छ मलाई थाहा नै पाएन यस्तो कुरोहरू जब गइसकेपछि थाहा हुन्छ कस्तो के चाडबाड अर्का मुलुमा हुन्छ त यिनीहरूलाई खानु ल अब यहाँ मेरो हातको टिका लाउनेहरू यहाँ सचार ओए रूपा ल आइज तल लगाइदिनु बाँकी छैन मैले ल बुवा आउनु त बाहिर फोटो हेर्ने भन्थे ग्रुप फोटो धेरै भए अन्त बोक्ने मात्रै मोबाइल एउटा फोटो राम्रो दाइको घरलाई बाहिर गरिदिनु पर्यो यतै फर्केर खिच्नु यता बसेर खिच्नु पर्यो यतै राम्रो चप्पल लाउनु त ल तलै झर्यो औ बाबु बहिनी आउने फोटो खिच्न दबाई त खिच्नु पर्यो दबाई त हाम्रो परिवारको सदस्य होइन बुवा र आमा मात्रै बस्छ ल काका यसो मेरो यहाँबाट अनि यहाँबाट एङ्गल यसो सबैजना जान्न ल सबैजना जाने सजल आऊ त अलि टाँसेर बस न के गरेको अलि फोटो आउँदैन त्यसले के भिडियो गरे अनि त्यही हो खोइ त नि अनि को आउनु बाँकी भयो त्यो माथिको तिरपाल कस्तो आउँदो रहेछ हे भगवान् जानु न ए बाउ छोराले त के गर्ने हो बस्नु न त्यो मुती सधैँ दैलो दियो भने टिभी बिग्रेपछि तिरपाल लगाएर हाले माथि अनि यत्रो हुन्छ तिमी जाऊ न टिभी बिग्रेपछि टिभीबाट बलि धारा पानी झरे जस्तै भइरहेको रहेछ नि त्यही त हो टिभी के परेर पो थाहा भयो प्लेन पता छ यो अगाडिपट्टि चाहिँ प्लेन परेर थोइदिएर टिभी हाल्नु तँलाई किन पर्छ मलाई परेको हाम्रो बुवाको आमै थियो किन भन्दैन माथि नअन्ने माथि देखिँदो रहेछ कसरी खिच्ने बसेर बस्यो भने पुरै माथि देखिन्छ खै बस्नु त दिवस नै बाउको साइडमा अन्डिरहेको खिच्दा माथिको देखिएको थियो अलिअलि कि बाउ हाट्ने भएको एउटा चाहिँ चिन्नु हामी सबै जीवन दाइ छेकिनु हो त हामी सबैभन्दा अल्टो यो काम छौँ अरू चाहिँ सबै बढ्न बिर्छ आनो अनुहार चिनिने खाँदै छ होला नि त अब एउटा सेल के भन्ने काट्यो घरमा पनि परिस्थिति राम्रो सबै आखे ए को छुट्या भन्छु कहाँ हिँड्ने
त्यही भएर नि ज्वरो आएको हाँस्नु नि भएन यस्तो भएन कहाँ रिसाउनु भएको त किन रिसाउ त्यस्तो बाबु रिसाएर बन्द भएको ठुलो बाबु हातमा टिको लाउनु गयो त तिमी खुला हाँस्नु पर्यो अब जसरी भयो हाँसे त राम्रो हुन्छ होला अनि रिसाएर साइडमै राम्रो छोरा ल ल ल ल हेलो दादाले अब फेरि रिसाउनु अब हाँस्नु न यसलाई चल हजुर भाइ उता हेर्नु रे भन्छ दादाले दादालाई के भन्यो हौ गाँजाको रहेछ नि त गाउँ भने 2 घर जति छन् अब 2 घरमा टिका लगाएर आएर यता भाषा खाइन्छ स्ट्यान्डर्ड चप्पलका साथ हिँडिरहेको छु अगाडि फोटो त कडा कडा ल ल ल आशिक ल है पहिलो टिका होइन त मैले म काका कुशल भत्रिज ल एकदम राम्रोसँग पढ्ने गर्ने काठमाडौँका कलेज जति टप गर्ने अनि तलाएर मलाई तास पर्नु पर्यो एकदमसँगले भाउ लाग्नु पर्यो तैँले मैले मिलेर यहाँ हराउनु पर्यो त्यही हो अब अरू के चाहिन्छ आशिषहरू आफ्नै सुरुमा माग मैले एकदम खाली दिएन पुरै कहाँ पैसा त मैले निजै लिनु दसैँको बेला यस्तो पानी परिरहेछ है साथीहरू अब आज चाहिँ टिका सिका लाग्यो अब घरतिर यतातिर अब साथीहरू अब भिडियो लाइक करिब यहाँनिर बिट मार्नु पर्ला जस्तो छ सबैजनालाई एकदमै ह्याप्पी दसैँ बाई बाई